ल यहाँ के भनेको छ यसको छङ्बो मुन्नुवामा 27 को छङ्बो मुन्नुवा होइन यो 27 को 27 को हाङ्गुगे कोरियाको थुग्ब्यल हान्नाल भनेको के हो विशेष दिन कोरियाका विशेष दिनको बारेमा पढ्छौँ हामीहरूले यहाँ कोरियाका थुग्ब्यल हान भनेको के अरे विशेष नाल भनेको दिन कोरियाका विशेष दिनहरूको बारेमा पढ्छौँ हामीहरूले यो एकदम महत्त्वपूर्ण छ राम्रो ध्यान दिने अब खुक्याङ इरुन भनेको राष्ट्रिय विधा चाहिँ खुक्याङ इल भनेको के अरे राष्ट्रिय विधा चाहिँ है खुक्याङ इरुन राष्ट्रिय विधा चाहिँ नाराएस देशबाट छङहान भनेको तोकेको राष्ट्रबाट तोकेको थुग्ब्यल हान्नालो विशेष दिन हो राष्ट्रिय विधा चाहिँ नाराएस छङहान थुग्ब्यल हान्नालो के हो त राष्ट्रिय विधा चाहिँ देशबाट तोकिएको विशेष दिन हो याक्सा जगुरो भनेको के हो ऐतिहासिक रूपमा जगुरो भन्ने रूपमा पनि भन्नु पर्यो ल भाइ ऐतिहासिक रूपमा तुत भनेको अथवा विमी भनेको के हो तुत अथवा विमी भनेको अर्थ तुत अथवा विमी भनेको के अरे अर्थ अनि खिप्ता भनेको के हो राजा खिप्ता भनेको के हो गहिरो खिप्ता भनेको के रहेछ गहिरो अनि तुतखिप भनेको गहिरो अर्थ भएको भन्ने के भन्ने अरे गहिरो अर्थ भएको यक्सा जगुरो तुतखिफुन गहिरो अर्थ भएको नारुन दिनलाई चाहिँ खिन्यम हागना सम्झन अथवा ख्यङछुक हानुन नारिम्निदा ख्यङछुक हादा भनेको के हो भव याद गर्ने यसको मेन भव ख्यङछुक हादा भनेको के हो राजा ख्यङछुक हादा भनेको उत्सव मनाउनु है हानुन मनाउने नुन भनेको के भयो अब ने उत्सव मनाउने नारिम्निदा दिन हो फेरि हेर्ने के भनौँ खुक्याङ इरुन नाराएस छङहान थुग्ब्यल हान नाल्लो यक्सा जगुरो तुतखिफुन नारुन खिन्यम हागना ख्यङछुक हानुन नारिम्निदा राष्ट्रिय विधा चाहिँ देशबाट तोकेको विशेष दिन हो यक्सा जगुरो ऐतिहासिक रूपमा गहिरो अर्थ भएको दिनलाई सम्झन अथवा खिन्यम हागना गना भनेको के हो राजा वा अथवा सम्झन अथवा ख्यङछुक हानुन मनाउने उत्सव मनाउने दिन हो अब के भनौँ यहाँ हेरौँ इरहान यस्ता खुक्याङ इरेनुन यस्ता राष्ट्रिय विधाका दिनमा चाहिँ उरी नाराय हाम्रो देशलाई थोङ्निबुल उये थोङ्निब भनेको के हो थोङ्निब भनेको स्वतन्त्र के अरे स्वतन्त्र अनि थोङ्निबुल उये स्वतन्त्रताको लागि मान्सेरुल फुरुन भनौँ है अब यसको मिनिङ नयाँ मिनिङ छ फेरि मान्सेरुल फुरुन यसलाई मेटिने ल अब मान्छे नारा लाउने भन्छौँ नि हामी भाइ मान्सेरुल फुरुदा भनेको के हो भन्ने त फुरुदा भनेको के हो बोलाउनु अथवा गाउनु मान्सेरुल फुरुदा भनेको अब इरहान खुक्याङ इरुल उरी नाराय थोङ्निबुलुए यस्ता राष्ट्रिय विधाका दिनहरू चाहिँ हाम्रो देशको स्वतन्त्रताको लागि मान्सेरुल फुरुन भनेको आवाज उठाएको के गरेको अरे आवाज उठाएको सामइलजल तेस्रो महिना 1 गते हो भनेको कोरियामा चाहिँ जापानको उपनिवेश थियो है के थियो जापानको उपनिवेश थियो
अनि जापानको उपनिवेश विरुद्ध 1919 सालको सामुअल अनि इरिल 1919 को सामुअल इरिल 1919 को 3 महिना 1 गते चाहिँ सायद 33 जना है 33 जना कोरियनहरूले चाहिँ जापानको उपनिवेश विरुद्ध आवाज उठाएका थिए मतलब आन्दोलन सुरु गरेका थिए हाम्रो कोरिया चाहिँ स्वतन्त्र हुनुपर्छ कोरियामा जापानको उपनिवेश हुनु हुँदैन भनेर 1919 को 3 महिना 1 गतेको दिन चाहिँ एउटा आन्दोलनको प्रारम्भ भएको थियो जुन 33 जना कोरियनहरूले सुरुवात गरेका थिए हो यही दिनको सम्झनामा चाहिँ सामिल जल मनाइन्छ सामिल जल भनेको के रहेछ जापानी उपनिवेश विरुद्ध आन्दोलनको सुरुवात भएको दिन है सामिल जल भनेको के अरे जापानी उपनिवेश विरुद्ध आन्दोलनको सुरुवात भएको दिन अब इल्बोने जापानको सिक्मिन भनेको उपनिवेश सिक्मिन भनेको के अरे उपनिवेश भनेको थाहा छ उपनिवेश बुझ्नु भएन कब्जा है जापानले कोरियामा कब्जा गरेको थियो जापानले र नेपाल बाहेक त विश्वका धेरैवटा राष्ट्र कब्जा गरेको थियो है अनि इल्बोने सिक्मिन जापानको उपनिवेश अनि छिबे भनेको शासन छिबे भनेको के अरे शासन छिबे भनेको शासन यस्तै हुन्छ होला हैन शासन यो स चाहिँ अर्कै हुन्छ होला शासन है छिबे भनेको के रहेछ शासन इल्बोने सिक्मिन छिबे रोबुथ जापानको औपनिवेशिक शासनदेखि हेङबोक्थेन गसुल स्वतन्त्रता भएको शासनदेखि स्वतन्त्र भएको अब हेङबोक्थेन भने पनि स्वतन्त्र भएको भन्ने बुझ्नुहोस् ल स्वतन्त्र भएको जापानको औपनिवेश शासनदेखि स्वतन्त्र भएको गसुल कुरालाई खिन्यम हानुन सम्झनको लागि मनाउनको लागि ख्वाङबोक जल के अरे ख्वाङबोक जल भनेको स्वतन्त्रता दिवस है ख्वाङबोक जल भनेको के रहेछ स्वतन्त्रता दिवस चाहिँ 8 महिना 15 गते है फारोल सिबो हिल 8 महिना 15 गते हो है यो 1919 3 महिना 1 गते चाहिँ सुरु भयो के सुरु भयो जापानी उपनिवेश विरुद्धको आन्दोलन सुरु भयो र पछि गएर 1945 को 8 महिना 15 गते चाहिँ जापान चाहिँ हट्यो कोरिया स्वतन्त्र भयो है जापानले चाहिँ कोरियामा आफ्नो उपनिवेश अन्त्य गर्यो त्यो दिनलाई चाहिँ ख्वाङबोक जल स्वतन्त्रता दिवसको रूपमा मनाइन्छ हानमिनजोगे भनेको कोरियन जनताको हानमिनजोगे भनेको कोरियन जातीयताको भने पनि हुन्छ अथवा कोरियन जनताको भने पनि हुन्छ बुझ्नको लागि कोरियन जनताको हान भनेको हाङ्गुक अनि मिनजोग भनेको जातीयता हो क्या कोरियन जनताको अब अर्को आउँदैछ है कुरा छत भनेको के हो पहिलो खुक्काइन भनेको राष्ट्र खुक्का भनेको के हो राष्ट्र कोरियन जनताको पहिलो राष्ट्र अब गोजोसन है यसलाई गोजोसनै भने पनि हुन्छ गोजोसन कोरियन जनताको पहिलो राष्ट्र गोजोसनको चाहिँ खेगुक भनेको स्थापना खेगुक भनेको के अरे राष्ट्रको स्थापना खेगुक भनेको राष्ट्रको स्थापना छत खुकाए खोसोसने खेगुक राष्ट्रको स्थापना भएको ख्याङछुक हानुन भनेको उत्सव मनाउन ख्याङछुक हात मैले अहिले लेखिदिएको छु है यहाँ उत्सव मनाउन कोरियन जनताको पहिलो राष्ट्र स्थापना भएको है पहिलो राष्ट्र के रहेछ गोजोसन एउटा जातीय राज्य भनौँ न हैन राज्यको स्थापना भएको उत्सव मनाउनको लागि खेचन्जल मनाइन्छ सिवल सामिल 10 महिना 3 गते खुरीगो अनि सेजोङ थेवाङ सेजोङ राजा थेवाङ भनेको के हो थेवाङ भनेको के हो राजा राजा यो थेवाङ भनेको के अरे
राजा सेजोङ राजा द ग्रेट किङ पनि भनिन्छ खुदिको अनि सेजोङ थेवाङी सेजोङ राजाले चाहिँ हानगुल भनेको कोरियन लिपिको छाङ्जे है छाङ्जे भनेको चाहिँ रचना के अरे रचना अथवा आविष्कार है आविष्कार रचना अथवा आविष्कार कोरियन लिपिको रचना हासिन गसुल गरिसिनु भएको कुरालाई सेजोङ राजाले कोरियन लिपिको आविष्कार गरिसिनु भएको कुरालाई खिन्यम हानुन सम्झने अथवा मनाउन चाहिँ हानगुल नाल कोरियन लिपि दिवस कोरियाको लिपिलाई के भनिन्छ हानगुल है अनि हानगुल नाल भनेको कोरियन लिपि दिवस राजा सेजोङले कोरियन लिपिको आविष्कार अथवा रचना गर्नुभएको कुरालाई सम्झनाको लागि हानगुल नाल कोरियन लिपि दिवस चाहिँ सिवल खुइल 10 महिना 9 गते मनाइन्छ इत्यादि हेदाङ हाम्रा सम्बन्धित छन् हामीहरू यहाँ सबै 4 राष्ट्रिय विधाहरूको बारेमा पढ्यौं है अब खुक्ट्याङ इल भनेको के हो राष्ट्रिय विधा के अरे राष्ट्रिय विधा चाहिँ फप्चङ खुङ्यो इल्लो कानुनी सार्वजनिक विधाको रूपमा फप भनेको के हो कानुन अनि खुङ्यो इल भनेको सार्वजनिक विधा अनि यी 4वटा राष्ट्रिय विधालाई के पढेको छौं हामीले माथि भन्ने त सामिल जल ख्वाङबोक जल खेच्छन जल र हानगुल नाल याद गर्ने है यी राष्ट्रिय विधाहरू चाहिँ के हुन् त फप्चङ खोङ्ग्यो इल कानुनी सार्वजनिक विधाहरू हुन् यिनीहरू चाहिँ छिजङ थ्य इसुम्य तोकिएको छ यी 4वटा राष्ट्रिय विधाहरूलाई चाहिँ कानुनी सार्वजनिक विधा तोकिएको छ खाक्चोङ विभिन्न है यसलाई मैले थोरै मेटिदिएँ खाक्चोङ विभिन्न खिनेम सिग्वा ख्याङछुक हिंसागा है विभिन्न उत्सवहरू मनाउनको लागि सम्झनको लागि ख्याङछुक उत्सव हिंसागा यल्निम्निदा यी उत्सवहरूलाई मनाउनको लागि के गरिन्छ विभिन्न कार्यक्रमहरू उत्सवहरू गरिन्छ हिंसा भनेको के हो राजा उत्सव के अरे उत्सव गरिन्छ खाजङ यसो है खाजङ भनेको घर के अरे खाजङ भनेको घर खाजङ यसो भनेको घर घरमा ने सजिलोलाई हामी घर घरमा भनौं घर घरमा खिपुमुल हामके आगी खिपुम भनेको के हो खुसी चाहिँ हामके सँगै खुसी चाहिँ सँगै हागी उयाया गर्नको निम्ति खुसी सँगै मनाउनको लागि राष्ट्रिय उत्सवहरू खुसी चाहिँ घर घरमा सँगै मनाउनको निम्ति चाहिँ खुक्की भनेको के हो राष्ट्रिय झण्डा चाहिँ खेयाङ हाम्निदा फहराइन्छ अब यस्ता उत्सवहरूको राष्ट्रिय विधाहरूको राष्ट्रिय दिवसहरूको चाहिँ खुसी सँगसँगै बाँड्नको निम्ति घर घरमा के गरिन्छ खुक्किरुल खेयाङ हाम्निदा राष्ट्रिय झण्डालाई फहराइन्छ यहाँ हेर्नु त यहाँ यस्तो फहराएको छ नि कोरियनहरु चाहिँ उत्सवमा चाडबाडहरूमा यसरी झण्डाहरू फहराउने गर्छन् फहराइन्छ है ल अब फेरि म एकचोटि सरल भनिदिन्छु घरमा धेरै पढ्नु होला यो तपाईहरुलाई एकदम काम लाग्छ खुक्याङ इरुल भनेको राष्ट्रिय विदाका दिन चाहिँ नारायस देशबाट अघि मेनी लेख्दै भन्ने अब फेरि सरल भनिदिन्छु ल याद गर्ने खुक्याङ राष्ट्रिय विदाका दिनहरु चाहिँ नारायस देशबाट छङहान तोकिएका थुक्ब्यलहान नाल्लो विशेष दिनको रूपमा यक्सा जगुरो ऐतिहासिक रूपमा तुतखिफुन गहिरो अर्थ भएका नारुन दिनलाई खिन्यम हागना सम्झन अथवा ख्याङछुक हानु नारिम्निदा उत्सव मनाउने सम्झने अथवा उत्सव मनाउने दिनहरू हुन् इरहान यस्ता खुक्याङ इरेनुन यस्ता राष्ट्रिय दिवसहरू मध्येमा राष्ट्रिय विधाहरूमा चाहिँ उरी नाराय हाम्रो देशलाई थोङ्निबुल उये
स्वतन्त्रताको लागि मान्छेरुल फुरुन भनेको आवाज उठाएको दिन सामिल जल तेस्रो महिनाको 1 गते हो। यसलाई के रहेछ मान्छेरुल फुरुन भनेको जापानी उपनिवेशको विरुद्ध आवाज उठ्न सुरु भएको दिन हो। इल्बोने जापानको सिक्मिन भनेको औपनिवेशिक है अथवा जापानले कब्जा गरेर छिबेरोबुथ शासन गरेकोदेखि हेङबोक्थेन स्वतन्त्र भएको गसुल कुरालाई खिन्यम हानुन मनाउनको लागि जापानको औपनिवेशिक शासनबाट देखि स्वतन्त्र भएको कुरालाई मनाउनको लागि सम्झनको लागि ख्वाङबोक्जल स्वतन्त्रता दिवस मनाइन्छ 8 महिना 15 गते। हानमिनजोगे भनेको छ है हानमिनजोगे कोरियन जनताको छत पहिलो खुक्काइन राष्ट्रको रूपमा राज्य खोसोसनको खेगुक स्थापना भएको कुरालाई ख्याङछुक हानुन भनेको मनाउने खेछन्जल स्थापना दिवस। खेछन्जल भनेको के अरे राष्ट्रको स्थापना दिवस पनि मनाइन्छ सिवल सामिल खुरीगो अनि सेजोङ थेवाङे सेजोङ राजाले हानगुरुल भनेको कोरियन लिपिको छाङजे हासिन गसुल है कोरियन लिपिको छाङजे हासिन गसुल भनेको रचना गरिसिनु भएको कुरालाई खिन्यमानुन मनाउने हानगुलनाल कोरियन लिपि दिवस चाहिँ 10 महिना 9 गते हो। दुई इत्यादि हेदाङ हाम्निदा सम्बन्धित छन्। हेदाङ हादा भनेको सम्बन्धित हुनु अथवा लागू गर्नु। खुक्याङ इरुल राष्ट्रिय बिदा दिनहरू चाहिँ फप्चङ खोङह्युइल कानुनी सार्वजनिक बिदाको दिनमा छिजङ थ्वय इस्युम्या तोकिएको छ। खाक्चोङ खिन्यम सिग्वा विभिन्न उत्सव समारोह सिग भनेको के हो त समारोह अनि विभिन्न उत्सव समारोह ख्याङछुक हेङसागा मनाउने कार्यक्रमहरू गरिन्छ यी दिनहरूमा। र खाजङ एसा घर घरमा खिपुमुल हाम्के आगी खुसी सँगै व्यक्त गर्नको उयाया निम्ति खुक्किरुल ख्याङ हाम्निदा झन्डा चाहिँ फहराइन्छ। ल अब मुनिबाट जाउँ। मैले 2 चोटि भनेको छु अब त्यसलाई बुझ्नु पर्यो आफूले पनि अलिक चाहिँ पढ्नुपर्छ है। ल अब यतापट्टि जाउँ। अब यहाँ अर्को टपिकमा कुरा गर्छौँ हामीले। हानफ्यानुरो भनेको एकातिर अथवा अर्कोतिर भनेको ल के भनेको अरे एकातिर अथवा अर्कोतिर भनेको। खेइन भनेको व्यक्तिगत खेइन भनेको के अरे व्यक्तिगत इल्सेङ भनेको के हो जीवन के अरे इल्सेङ भनेको जीवन व्यक्तिगत जीवनको तो जस्तो भएछ फेरि जीवनको जुङ मध्येमा छुक्खा हागना छुक्खा आदा भनेको के हो बधाई अथवा सुखको कार्य अथवा एदो हानुन भनेको शोक मनाउने एदो आदा भनेको शोक मनाउनु अनि एदो हानुन भनेको शोक मनाउने है। बधाई दिने व्यक्तिगत जीवनमा बधाई दिने अथवा शोक मनाउने। अहिले हामीले राष्ट्रिय दिवसहरूको राष्ट्रिय बिदाहरूको बारेमा पढ्यौँ। अब फेरि हेर्ने खेइन इल्सेङजुङ व्यक्तिगत जीवनको मध्येमा आएका छुक्खा हागना है खुसीहरू अथवा एदो हानुन शोक मनाउने थुक्ब्यालहान विशेष नाल्दो इस्म दिन पनि छन्। व्यक्तिगत जीवनमा आएका उतार चढावमा खुसीका दिनहरूलाई दुःखका दिनहरूलाई मनाउने दिनहरू पनि छन्। मन्ज पहिला सबैभन्दा पहिला थोल भनेको के हो भाइ पहिलो जन्मदिन। थोल भनेको के अरे पहिलो जन्मदिन। पहिलो जन्मदिनमा चाहिँ दिन हो आगीगा बच्चा थेओनान्जी भनेको जन्मिएको थेओनादा भनेको के हो थेओनादा भनेको जन्मनु है। अनि थेओनान्जी जन्मिएको इल्न्यानी थ्वेनुन 1 वर्ष पुगेको नाल्लो दिनको रूपमा खाजोग्वा है परिवार र
छिन्जिदुरी भन्नु है। छिन्जी पनि एउटा नयाँ मिनिङ आएछ। छिन्जी भनेको नातेदार भनेको के भनेको अरे नातेदार है। छिन्जी भनेको के रहेछ नातेदार। परिवार र नातेदारहरू मोय जम्मा भई आगिए बच्चा चाहिँ हान्सारुल सेङ्गिरुल 1 वर्ष पुगेको जन्मदिनलाई छुक्का आगो बधाई दिएर है बधाई दिएर खङ्गाङ हागे स्वास्थ्य गरी छाराल गसुल हुर्कने कुरालाई यमोन हानुन भनेको व्यक्त गर्दै कामना गर्दै यमोन हादा भनेको कामना गर्नु। यमोन हादा भनेको के अरे यमोन हादा भनेको कामना गर्नु। यो भवेर टिपेर पढ्ने गर्नु है कामना गर्नु। अनि यो छाराल भनेको छ नि छारादा भनेको के हो छारादा भनेको हुर्कनु। हुर्कनु हुर्कने कुरालाई स्वस्थ गरी हुर्किने कुरालाई कामना गर्दै थोल जान्छिरुल हाम्निरा पहिलो जन्मदिनको पार्टी गरिन्छ। बुझ्यो नि पहिलो जन्मदिनको पार्टी गरिन्छ। अनि दोस्रोमा आयो फेरि ख्यरन्दो विवाह पनि चुङ्यो हान भनेको महत्त्वपूर्ण है। विवाह पनि महत्त्वपूर्ण इल्चेङ हुइरेरो जीवनको उत्सवको रूपमा विवाह पनि एउटा महत्त्वपूर्ण जीवनको उत्सवको रूपमा ये जनेनुन पहिलेदेखि नि छन्थोङ फाङ्सिगे परम्परागत तरिकाको छन्थोङ फाङ्सिग भनेको के अरे परम्परागत तरिकाको होल्लेगा मानाजिमान पहिले चाहिँ परम्परागत तरिकाको होल्ले भनेको चाहिँ परम्परागत विवाहलाई होल्ले भनिन्छ है। के भनिन्छ अरे कोरियन ड्रेस लगाएर परम्परागत रूपमा विवाह गरिन्छ नि त्यसलाई के भनिन्छ होल्ले। होल्लेगा मानाजिमान धेरै भए तापनि यो जुमेनुन आजकल चाहिँ थेबुबुन प्राय जसो अधिकांश हेन्दे जगिन भनेको आधुनिक। पहिला चाहिँ परम्परागत तरिकाको होल्ले धेरै गरे तापनि अहिले चाहिँ अधिकांश रूपमा आधुनिक खेरोन सिगुल हामीदा है आधुनिक विवाह समारोह गरिन्छ। हाजिमान तापनि अहिले चाहिँ आधुनिक विवाह समारोह गरे तापनि खेरोन्सिक हुए विवाह समारोह पछाडि सिल्लाङ भनेको बेहुलाको फुमो निम्गा बुबा आमा अभिभावक र छिन्छक दुल्के भनेको आफन्तहरूलाई है बेहुलाको विवाह पछाडि बेहुलाको अभिभावक र आफन्तहरूलाई इन्सारुल थोरिनुन भनेको ढोक टक्र्याउने अभिवादन गर्ने भनेको के भनेको अरे ढोक टक्र्याउने अभिवादन गर्ने फेबेक फेबेक खासुन जस्ता छन्थोङ जगिन परम्परागत फुङसु भनेको चलन। फुङसु भनेको के रहेछ चलन चाहिँ यजनी नामा स्टिन्दा अझै बाँकी रहेका छन्। बुझ्यो नि अब विवाह पछाडि गरिने ढोकलाई के भनिँदो रहेछ फेबेक। के भनिन्छ अरे फेबेक विवाह पछाडि गरिने ढोकलाई फेबेक भनिन्छ। याद गर्नु होला है। यसरी अब नेपालमा पनि त अब विभिन्न कुराहरू मनाइन्छ नि हो कि होइन कोरियामा पनि सेम हो। अब मुनिबाट जाउँ यसको छङ्बो सकिहालौँ। ल खाजोक इना परिवार अथवा छिइन थोरा खासिम्यान परिवार अथवा आफन्तहरू चाहिँ थोरा खासिम्यान है। छिन भनेको आफन्त अथवा चिन्जानका व्यक्ति पनि भन्दा हुन्छ। छिन भनेको आफन्त चिन्जानका व्यक्ति है। छिन भनेको के अरे आफन्त अथवा चिन्जानका व्यक्ति आफन्त अथवा चिन्जानका व्यक्ति चिन्जानका आफन्त भने पनि हुन्छ चिन्जानका व्यक्ति भने पनि हुन्छ। ल परिवार अथवा चिन्जानका व्यक्ति थोरा खासिमेन स्वर्गीय हुनुभयो भने स्वर्गवास हुनुभयो भने बोथुङ प्राय सामिरिना ओइल दोङान 3 दिनदेखि 5 दिनसम्म छाङ्नेरुल छिरुम्निदा भनेको क्रिया बारिन्छ। बुझ्यो नि परिवार अथवा चिन्जानका व्यक्तिहरू चाहिँ स्वर्गीय हुनुभयो भने 3 दिनदेखि 5 दिनसम्म छाङ्नेरुल छिरुम्निदा क्रिया बारिन्छ। हाम्रो नेपाली भाषामा क्रिया बार्ने भन्छौँ नि हो। कति दिन क्रिया बारिन्छ यस्तो कोरियामा 3 दिनदेखि
5 दिनसम्म क्रिया बारिन्छ। अब छुमुन गेगुन भनेको मलामी आउने अथवा श्रद्धाञ्जली दिन आउने व्यक्ति है। छुमुन गेग भनेको सर्टकटमा हामीले बुझ्दा मलामी भनेर बुझ्नु, मलामी चाहिँ बुझ्छौ नि होइन, मलामी अथवा मलामी आउनु भने श्रद्धाञ्जली अर्पण गर्न आउनु हो कि होइन। श्रद्धाञ्जली दिन आउने व्यक्ति चाहिँ खमुनसेक ओसुल कालो रङको कपडा इपको लगाएर छाङ्ने सिक्चाङे भनेको अन्त्येष्टि समारोहमा, छाङ्ने सिक्चाङ भनेको के रहेछ, अन्त्येष्टि समारोहमा खास गएर थोरा खासिन बुने स्वर्गीय हुनुभएको व्यक्तिको थ्यान बारेमा मुङ्न्यमुल हागना भनेको मौन धारण गर्ने अथवा मौन धारण थाहा छ नि, मौन धारण गर्ने अथवा छरुल आगो ढोक गरेर थोरा खासिन बुने स्वर्गीय हुनुभएको व्यक्तिको खाजोक दुरुल परिवारहरूलाई चाहिँ विरो हाम्निदा सान्तवना दिन्छन्। विरो आधा भने के अरे सान्तवना दिनु, सान्तवना दिन्छन्, सान्तवना दिन्छन्। तोहान फेरि मेन्यन भनेको प्रत्येक वर्ष, मेन्यन भनेको के अरे प्रत्येक वर्ष। छोसाङे भनेको पितृहरूलाई, छोसाङ भनेको पितृ अथवा पुर्खा है। छोसाङ भनेको के अरे पितृ अथवा पुर्खालाई चाहिँ थोरा खासिन नारे पितृहरू स्वर्गीय हुनुभएको दिनलाई बुझ्ने, पितृहरू स्वर्गीय हुनुभएको दिनलाई कहाँ पुग्यो यो खिरी रागो आय सम्झनको लागि पुण्यतिथि भनेर। खिल भनेको सम्झन अथवा खिललाई नेपाली भाषामा सजिलो गरी भन्दाखेरि हामी पुण्यतिथि भन्छौँ नि। पुण्यतिथि भनेको स्वर्गीय हुनुभएको दिनलाई चाहिँ रागो भनेर खाजोक दुरी परिवारहरूले छेसारुल छिनेमिन्दा श्राद्ध गर्छन्। छेसा भनेको के अरे श्राद्ध, श्राद्ध थाहा छ नि, मरेको दिनमा यसो अब पूजाहरू अर्पण गर्ने काम हुन्छ नि, श्राद्ध गर्छन् है। यो जुमेन हुन आजकल चाहिँ छेसाए ह्याङ सिक्दो श्राद्धको तरिका पनि थायाङ थेय विविध प्रकारको भएर छुमो खिदो दुङ्गोल हागिदो मौन धारण गर्ने, प्रार्थना गर्ने अथवा गर्ने पनि गर्छन्। हाजिमान तापनि ये जनी भनेको अझै, ये जन भनेको के अरे अझै मानुन खाजङ यस धेरै परिवारमा चाहिँ यी नारुल यो दिनलाई छुङ्ग्यो हागे यगिम्निदा महत्त्वको साथ लिन्छ। ल यसरी हामीहरूले 27 को छङ्बो मुनमा पढिसक्यौँ। अब के गर्नु पर्यो, के गर्नु पर्यो, अब बुझ्नु पर्यो भन्दा पनि पढ्नु पर्यो। बुझे बुझ, नबुझे चाहिँ तँलाई कुट्छु भन्दा भएन कसैलाई हामीहरू भयो। घरमा गएर यसलाई तपाईँहरूले 5 चोटि दोहोऱ्याएर पढ्नुभयो भने आफै आउँछ। अब यसो हेरो आए जस्तो भयो होइन भने भएन। के हुन्छ क्लासमा चाहिँ आए जस्तो हुन्छ, घरमा गएर हेर्दा के हुन्छ 0 चाहिँ हुनु भएन। घरमा गएर हेर्दा कम त्यहीँ 50% चाहिँ रहनु पर्यो। अनि आफूले मेहनत गर्ने, पढ्ने, आउँदो गर्ने पर्यो, बुझ्नु पर्यो है।